नमस्कार, मेरो नाम रूपसना केसी हो। म कक्षा 6 मा पढ्छु। मेरो विद्यालयको नाम मनोकामना माध्यमिक विद्यालय हो। म लेट्स डान्सको ग्रान्ड फिनालेमा पुगेको छु। मलाई यहाँसम्म पुर्याउन मम्मी, बाबा, डान्स सर सौरभ सरले धेरै सपोर्ट गर्नुभएको छ। म ग्रान्ड फिनालेमा जितेर आउन चाहन्छु। सबैजनाले मलाई माया र सपोर्ट गरिदिनु होला। धन्यवाद। नमस्कार, मेरो नाम बिन्ता केसी। म रूपसना केसीको मम्मी। मेरो छोरी चाहिँ यो लेट्स डान्स सिजन 7 को फाइनल राउन्डसम्म पुगेको छ। यसको लागि चाहिँ म धेरै खुसी छु। सफलताको लागि शुभकामना व्यक्त गर्दछु। लेट्स डान्सले गर्दा चाहिँ आज मेरो छोरी धेरै मेहनत गर्ने भएकी छिन्। उनलाई सानैदेखि डान्समा धेरै रुचि पनि थियो। यसैले गर्दा उसै आज फाइनलमा पुगेकी छिन्। साथै यस लेट्स डान्सको सम्पूर्ण आयोजक टिम लगायत राज सर, सौरभ सरलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। नमस्कार, म दिपेन्द्र भट्टराई, यस मनोकामना माध्यमिक विद्यालयको भाइस प्रिन्सिपल कम इन्चार्ज पनि छु। र यस मनोकामना माध्यमिक सेकेन्डरी स्कुल चाहिँ दक्षिण ढोका जोरपाटी गोकर्णेश्वर 7 मा पर्दछ। र यसमा हामीसँग बच्चाहरू नियरली 1100 बच्चाहरू हामीसँग छन्। र त्यसैमध्ये विभिन्न इसी अन्तर्गतका कार्यक्रमहरूमा हाम्रो भाइ बहिनीहरू, बच्चाहरू फरक ठाउँमा जानुहुन्छ र त्यस ठाउँबाट पनि हामीलाई चाहिँ उत्कृष्ट नतिजाहरू ल्याइरहेको परिप्रेक्ष्यमा चाहिँ हाम्रो यस विद्यालयमा पढ्ने कक्षा 6 की छात्रा रूपसना केसी पनि लेट्स डान्स सिजन 7 को फिनालेमा पुगेको अवसरमा चाहिँ हार्दिक शुभकामना व्यक्त गर्दै उनको उज्जवल भविष्यको साथ डान्समा अझै पनि निखारता आओस् र फिनाले जितेर चाहिँ स्कुलमा उनी आउन् भन्ने हाम्रो शुभेच्छा छ। र त्यसै गरी उनको विषयमा भन्नुपर्दा उनी एकदम जिम्मेदार, अनुशासित र आफ्नो काममा चाहिँ दत्तचित्त भएर लाग्ने विद्यार्थी हुन्। त्यसै कारणले पनि डान्समा उनको राम्रो दखल देखिन्छ, हामीले देखिरहेछौँ। र अहिले फिनालेमा पुग्नु भनेको पनि त्यसको प्रमाण पनि हो। त्यसो भएको हुनाले उनी बहिनीलाई, रूपसना केसीलाई चाहिँ हाम्रो विद्यालयको तर्फबाट मुरी धन्यवादसहित शुभकामना व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद।